नमस्कार दर्शकवृन्द, सम्पूर्णमा स्वागत छ आजको नयाँ भिडियोमा। दर्शकवृन्द, आज जीएम कपमा चाहिँ एकदमै कडा महाभिडन्तर हुँदैछन्। आज एकदम टप लेभलका खेलहरू हुनेछन्, टप लेभलका टिमहरू जुन चाहिँ पोइन्ट्स टेबलको टपमा रहेका थिए जीएम कपको तेस्रो दिन आउँदासम्म। सो हिजो पनि धेरै कडा खेलहरू भएका थिए, जसमा गण्डकी प्रदेश र कोशी प्रदेश बीच पहिलो एउटा खेल भएको थियो, जसमा चाहिँ गण्डकी प्रदेशले आफ्नो जित निकाल्न सफल भएको छ। त्यस्तै गरी भएको थियो एपिएफ र सुदूरपश्चिम बीच, त्यसमा पनि एपिएफले आफ्नो जित निकाल्न सफल भएको छ, सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। त्यस्तै गरी नेपाल पुलिस क्लबले र त्रिभुवन आर्मी क्लबले पनि हिजोको खेलमा जित निकाल्न सफल भएर चाहिँ सेमिफाइनलमा पुग्न सफल हुनुभएको छ। चारवटा टिमहरू गण्डकी प्रदेश, नेपाल पुलिस क्लब, एपिएफ र त्रिभुवन आर्मी क्लब। सो आज ती चारवटा टिम बीच चाहिँ निकै कडा महाभिडन्त रहनेछ। जुन टिमले जित हासिल गर्छ त्यो टिम चाहिँ सिधै फाइनलमा पुग्नेछ र जितेका टिम चाहिँ फाइनलमा पुग्ने भए र हारेका टिम चाहिँ तेस्रो पोजिसन र चौथो पोजिसनको लागि भिड्नेछन्। पुरस्कार राशि फर्स्टको चाहिँ 3 लाख रुपियाँ रहेको छ, सेकेन्डको 2 लाख रुपियाँ रहेको छ र थर्डको 1 लाख रुपियाँ र सान्त्वनाको 50,000 रहेको छ। र आज फाइनल खेल, आज सेमिफाइनलको खेलहरू चाहिँ करिब 11 बजेबाट सुरु हुनेछन्। गण्डकी भिड्नेछ एपिएफसँग। गण्डकी भर्सेस एपिएफको पहिलो खेल रहनेछ 11 बजे होइन। त्यस्तै गरी दोस्रो खेल रहेको छ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बीचको। र जुन टिमले विजय हासिल गर्छन् आजको खेलमा ती टिमहरू सिधै फाइनलमा पुग्नेछन् भने हारेको टिम चाहिँ तेस्रो स्थानको लागि लड्नुपर्ने हुन्छ। सो त्यही हो, बवाल हुँदैछ जीएम कप 2082। गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ बीच चाहिँ कडा महाभिडन्त रहनेछ। आज हेर्न नछुटाउनु होला, नभुल्नु होला। 11 बजेदेखि युट्युब हेरेर बस्नु होला, बबिनका युट्युब च्यानल। साथसाथै नमस्ते सुर्खेतबाट हेर्न सक्नुहुनेछ। तपाईँले चाहिँ कुन च्यानलबाट हेरिराख्नु भएको छ कमेन्ट गर्नु होला। र तपाईँको सपोर्ट आजको चारवटा टिममध्ये त्रिभुवन आर्मी क्लब, एपिएफ, एनपिसी र गण्डकी मध्ये कुनलाई रहनेछ त्यो पनि कमेन्टमा खुलाउनु होला। र केही सुझाव सल्लाह प्रतिक्रिया छन् भने कमेन्टमा भन्नु, म तपाईँलाई त्यही अनुसार प्रस्तुति गर्दछु। सो नेपाली जगतमा भलिबलसँग सम्बन्धित सम्पूर्ण कुराको जानकारी दिनको लागि हाम्रो यस च्यानललाई लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला होइन। भिडियोलाई लाइक गर्नु होला, च्यानललाई सब्सक्राइब गर्नु होला। हस्त, धन्यवाद। जय भलिबल, जय खेलकुद।